अरे भनौँ न सायद अब सामानहरू पाउँछ होला है किन्नु त अब घरबाट ल्याएको छैन के पाउँछ पूजाको सामान पाउँछ कति यतिको चाहिँ 200 रुपियाँ तिम्रो पनि निकाल्नु पऱ्यो नि अनि हेर न खोइ तिम्रो चाहिँ खोइ यहाँ छोड दे म खिच्छु नि छोड न नि अनि म त्यो खोइ खिच्छु अनि त्यो किन लुकेको तिमी चाहिँ हेर न लुक्यो म त यसरी बनाउँछु यहाँ हेर ल लेकसेप जाँदैछु लेकसेपमा चाहिँ आज तपाईँको भनौँ न वर्षमा एकताल अब यो साउनहरू बारेर चाहिँ पूजाहरू गर्छ म चाहिँ अब आइपुगेँ बजार लेकसेप है यो सानो एउटा बजारै भनौँ न सायद अब सामानहरू पाउँछ होला है किन्नु त अब घरबाट ल्याएको छैन फुलहरू अब यहाँ नै पाउँछु होला भन्ने चाहिँ धेरै आशा छ है बजारहरू प्रायः जस्तो म यहीँ आएर किन्थेँ है फुलसुलहरू किनेर यतैसेतै पूजाहरू गर्छु लोटाहरू लिइरहेको छु अनि बेलुका पत्ता ल्याएको छु मैले त्यति अरू चाहिँ सबै यतै सामानहरू किन्छु होला सायद पाउँदो रहेछ अब मेरो चाहिँ यतै हुन्छ यहाँ पाउँदैछ यतै राख्छु के पाउँछ पूजाको सामान पाउँछ कति यतिको चाहिँ 200 रुपियाँ 200 रुपियाँ फुलहरू लाइन बेलपत्ता हुन्छ यसमा किन्छौँ बेलपत्ता अहिले त बेलपत्ता चढाउँछ नि घरबाट पनि लेखेको छ नि हुन्छ बना त बहिनी पहिला चाहिँ यहाँबाट चाहिँ यति बेसी लाइन हुन्थ्यो यहाँबाट लाइन हुन्थ्यो बिहान है अनि म बाँदर यहाँ हेर्नु नि बाँदर यति डरलाग्दो छ यहाँ त देख्दैन रहेछ गौरवमा कि यस्तो छ है पहिलाले नयाँ पुल पनि बनिसकेछ है यो चाहिँ पुरानो पहिला चाहिँ यहाँनिर है पुरा जाम लाग्थ्यो अनि यहाँ नयाँ पुल रहेछ है आमा चक्ली जुत्ताहरू धनै यहाँ राख्दो रहेछ म पनि यतैतिर राख्नु पऱ्यो मिलाइएको छ यसर्थ हजुरले पूजा गरिसके पश्चात यहाँबाट हजुरले प्रसाद लिएर मात्र आफ्नो घरतर्फ गइदिनुहोस् भनी हामी सम्पूर्ण समितिद्वारा हार्दिक अनुरोध गरिरहेका छौँ अहिले भने चाहिँ म चाहिँ फिलहाल फर्किँदैछु सकेर अनि छिटै सक्यो मान्छेहरू पनि कम्ती रहेछ बिहानखेरि अनि अब यहाँबाट तर्फ जाँदैछु चप्ली छ कि छैन क्रक्स आयो नयाँ पुलले गर्दाखेरि चाहिँ अहिले मान्छेहरूलाई अलिक सुविस्ता रहेछ है हुन्छ हुन्छ लायो नयाँ पुल है मजाको रहेछ टक्क लेप्सी यो चाहिँ खोला डर छ खोला अहिले भने फिलहाल चाहिँ लेकसेपमा पूजा गरिसकेर म चाहिँ फर्किँदैछु है घरतर्फ अनि म र अनि यता हुनुहुन्छ अङ्कल है अङ्कलको चाहिँ आफ्नै बाबा खसेर जानु भएन माथि नै बस्नुभयो अनि मैले चाहिँ पूजा सकेर फर्केको ल त अहिले अब घर गएर तर्फ घर जाँदैछु
यहाँ चाहिँ यस्तो दामी छ भने नि यस्तो दामी छ भने नि आमा के भन्नु तपाईँलाई यस्तो दामी छ कि बाटो सुरु जाने सायद हाम्रो पनि एउटा हर्बु जाने बाटोहरू यस्तो हुनु है जोरथाङ टु उता सोमबारे है हर्बु निस्किने हुनु है यति मजा हुन्थ्यो होला कुदाउनु सोच्नु नि तपाईँहरूले यस्तो बाटो भइरहेको त कति मजा आउँथ्यो होला हाम्रो हर्बु सोमबारे तरङ्गिनहरू जाने बाटो है अहिले भने चाहिँ हामी यहाँ टनलभित्र पस्नु है यो चाहिँ तपाईँको लेकसेट टनल भन्छ है यो जग्गाको यति अँध्यारो छ है यहाँ हिजोसम्म त लाइट लाग्थ्यो आज त लाइटै लागेन अँध्यारो छ जग्गा चाहिँ यो कति किलोमिटर होला है साइड त्यो थाहा चाहिँ भएन मलाई यहाँभित्र चाहिँ यति चिसो है माथिबाट पानी झर्छ है तपाईँको बर्खामा चाहिँ झर्छ पछि विन्टरमा चाहिँ झर्दैन है झऱ्यो भने कम्ती झर्छ है चिसो जग्गा पहिला त यो जुन चाहिँ ब्लूहरू लाइट थियो नि यो त दामी थियो यहाँनिर है अनि यो चाहिँ अहिले जलेको रहेछ है अनि यहाँ चाहिँ कसै हामी निस्क्यौँ मजाको छ जग्गा उहाँबाट देख्यो नि त अहिले भने फिलहाल चाहिँ हामी निस्क्यौँ यहाँनिर एउटा ड्याम बनिन्छ त्यो चाहिँ तपाईँको यहाँबाट यहाँनिर पावर बनिन्छ तर अब यहाँ त चलाउँदैन बत्ती उतै कहीँ लान्छ सागबारीहरूतिर होला है सायद टाढो लान्छ है लाइन